हैन तेरो नाम के हो? रिस्नु भाइकोमा हैन अब लाइक कमेन्ट सब्स्क्राइब चाहिँ जानु पर्यो हैन। हेलो एन्ड नमस्ते गाइजहरु, तपाईहरु सन्चै हुनुहुन्छ र म पनि सन्चै। आज तपाईहरु स्वागत छ मेरो छोटो एन्ड चितो भ्लगमा गाइजहरु हैन। यहाँ चाहिँ बाटो लास्टै अप्ठ्यारो छ, म कहाँ छु मलाई पनि थाहा छैन हैन टक्क लगाएर। अनि आज त तपाईहरु मेरो भ्लगमा स्वागत छ हैन। के छ सर, तपाईहरु पनि स्वागत छ मेरो भ्लगमा। एकदम बत्ती बार्न एकछिन, बत्ती मानतिर अनुहार यो कालो रात जगाउने भन्ने प्लान छ है यतातिर फेरि। अब त्यही भएर हामी राति हिँडिरहेको छौँ। हल्का दुःख, यस्तै दुःख गाउँघरतिर दुःख यस्तै छ है। अब यस्तो काल बरु जाउँ त अब साथीहरूसँग हैन। अनि जब हामी चाहिँ रमाइलो गर्दै जान्छ भन्दा यहाँ बाटो लास्टै अप्ठ्यारो छ कि टक्क लगाएर रोइला हान्नुपर्छ गाइजहरु हैन। यहाँ चाहिँ बाटो देखि होइन कि अब बुढाबुढी यस्तो मान्छे यस्तो धल्लो भने गाह्रो छ नि त होइन। क्या बोला तूने? बाला के छ ओइ 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 हान्सीहरु ओइ ल के छ हाम्रो स्मारी गाई बसमा गएर सिजहरु छिक्चम बोबाल हैन। अनि कालरा जगाउने कुरा छ हैन। म तपाईहरुले पलपलको खबर दिइरहेछु हैन। गाइस चक्कर आएर ह्यान्डसम रिया छ भन्नेर के ए पारा गाइस पारा बाटो हेर्न सक्नुहुन्छ है। कस्तो किरमिर देखियो कि के भएको छ क्यामेरा? क्यामेराको कमजोरी हो कि के हो? मेरो मोबाइलको कमजोरी हो कि हैन? के छ ओइ ल भन्नु। अनि दामी छ है, दामी छ होइन। टक्क लगाएर अब हामी चाहिँ यस्तो कालरा जगाउने भन्नेमा दुनी माडेल लिन जान्छ भन। टक्क लगाएर रमाइलो गर्ने रोइला हुन्छ आज रातभरि। जोर हैन टक्क निकालिसकेको फेरि। अनि टक्क लगाएर चाहिँ हामी हिँडिसकेका छौँ घरभित्र। अब पर्मिसन चाहिँ एकजना दाइको अङ्कल घरमा छिर्न लगाइसकेका छौँ। अनि गाई छिरो हेर्न सक्नुहुन्छ। घर चाहिँ दसैँ तिहारको यस्तै हो, झिलिमिली गाउँ चाहिँ यस्तो छ। दाजु यता यस्तो आयो भने आयो भने यस्तो रोइलो भइरहेको छ। यस्तो छ हामी चाहिँ भड्किरहेको छ भन घर घरमा। रोइलापाटी हान्नु पऱ्यो नि। अनि टक्क लगाएर ओइ केटा यसो आइ भन नि त अनि यार। ओइ पारा नेपालमा क्या हुँदैछ? कौन है ये लोग? कहाँ से आते हैं? बाटो चाहिँ सक्नुहुन्छ है। के अरे बिजुली किन आयो? किन आयो बिजुली भन्नु पर्यो। रोइला रमाइलो भइरहेको छ न। आयो बल्ल दसैँ लाग्यो जस्तो भोगेर आयो। मैले त अनि यहाँ चाहिँ ह्यान्डसमहरू देख्न सक्नुहुन्छ है। यता ह्यान्डसमहरू हुन्छ है। हामी छौँ गाई सुरु टक्क लगाएर होइन। दुईवटा क्यामेरा ठडाएर होइन ठ्याक्टु या फेरि बाटो देखिन्न कि गाह्रो छ। हामी कहाँ छ मलाई थाहा छैन आएर गाई सुरु भनेर के भने हाम्रो गाउँमा खानु पनि खुरै छैन होइन। अब चाहिँ टक्क लगाएर हामी चाहिँ यसो दुनी माटो लिन जानुपर्ने हुन्छ। सबै हान्नु पऱ्यो कि के हो गाई जम्मा 33 भ्यू जान्छ यार। ओइ सपोर्ट गर्नु पर्यो भन्न यार। यसो हाम्रो रिस्नु भाइकोमा हैन अब लाइक कमेन्ट सब्स्क्राइब चाहिँ जानु पर्यो हैन। त्यतिको भने चाहिँ हुन्छ फेरि मेरो भनाइ चाहिँ यही छोरे होइन। हेर त भाइ गर्लफ्रेन्डको फोन आइदिन। क्या बोले भाई? अब क्या बोले? क्या बोले? कति नम्बरमा आयो कुन्नी? फाइनल गाइजहरु हामी टक्क लगाएर आइसक्यो। मलाई के भन्छ भने दुनी मारेर लिन हैन। लाइट बालेर केटा यता हेर
ए यो दुनिबाडी आउने गर्छ होइन टक्क लगाएर हेर्नु सक्नुहुन्छ यहाँबाट हामी दुनिबाडी लग्नु सक्नुहुन्छ होइन बाटो यस्तो छ हेर्नु सक्नुहुन्छ है गाईहरू चिप्ली लाग्यो यार भगवान मेरेको बचालो रे गाईहरू ल अब हामी चाहिँ पछि छिर्नु पर्ने हुन्छ न टक्क लगाएर अच्छा अब हामी चाहिँ टक्क लगाएर दुनिबाट चलिसकेको छौँ होइन गाईहरू होइन टक्क लगाएर केटा हो यस्तो होइन केटा हो यहाँ चाहिँ यस्तो माडल देख्न सक्नुहुन्छ यहाँ दुनी बजाइरहनु भएको हामी चाहिँ यहाँ छ हामी चाहिँ केही पनि कलासला छैन कि टक्क बिजोक चेयर मेरो टक्क लगाएर चाहिँ डिस्कस भइरहेको छ दुनी र माडल बिच के कस्तो बजाउनु पर्छ के बजाउनु पर्छ भनेर होइन यहाँ चाहिँ बजाऊ भनेर ल ल बजाउनु न भाइ बजाउनु ओइ बजाउनु छिटो भने नि अलिक पावर बजा त कमसेकम झाँक्री कन्ट्याक्ट थियो होइन तिमीहरूले कमसेकम अब 200मा हात फोन कन्ट्याक्ट पनि होइन तिमीहरूले अलिकति नाकाने कुरा हो तर जीवनले भनिसकेपछि होइन उनीहरूको कन्ट्याक्ट भएर मात्र अब तपाईँले फायर भइसक्यो होइन हाम्रो बाजे चाहिँ त्यो कुरा हो कि ल हामी चाहिँ जानुपर्ने हुन्छ न टक्क लगाएर हामी चाहिँ टक्क लगाएर तल मूल घरतिर लाग्नुपर्ने हुन्छ गाईहरू टक्क लगाएर यस्तो बाटो लाग्छ अप्ठ्यारो चाहिँ टक्क मूल घरतिर लाग्नुपर्ने हुन्छ यस्तो हामी त्यो बिमारी छ अनि अब त्यहाँ सिँगार भान्नु आज त रात 4-5 बजी चलाउँछ छुट्टै रमाइलो भइरहेको छ टक्क लगाएर होइन मजै छुट्टै खाने गाउँतिर छुट्यो क्या गाउँतिर रमाइलो भयो होइन रमाइलो बाटो यस्तो छ बिजोक छ यार बाटोको यार ओइ बटी मारेछ टक्क लगाएर मूल गछारी सक्नुहुन्छ अब अलिक उठा गरेको हुन्छ सबै छन् जम्मा भइसक्यो रोइला टक्क लगाएर मूल घर आइसक्यौँ हामी जस्तो घरबाट निस्किसक्यो होइन टक्क लगाएर केटाहरू एउटा भर्खर आइरहेको छौँ हामी चाहिँ निस्किसक्यौँ यहाँ मूल घरबाट अब घरतिर लाग्नुपर्ने हुन्छ लास्ट भोक लाग्यो कि गाडी भने सर यता हेर्नु नि त नि भोक लागिसक्यो होइन यस्तो हिँड्नु पनि पऱ्यो घरतिर टक्क लगाएर बाटो अप्ठ्यारो छ फाइनली म चाहिँ घर आइसक्यो होइन टक्क लगाएर हाम्रो अक्सफोर्ड अङ्कल पनि आइसक्नु भएको रहेछ अब बाइक चाहिँ त्यहाँ छ खासै अड्याएर खासै देखिएन नि म चाहिँ घर आइसकेँ अब खानासाना खाएर यसो सुन्नुपर्ने हुन्छ लगाइस भलक चाहिँ भोलि आउँछ अब भलक चाहिँ अब बनाउनु पर्ने हुन्छ ल टक्क लगाएर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यो भन्न सक्छु हस् त गाइज बाई